आज हाम्रो 12th इयर एनिभर्सरी हो है। लभ परेको 12 वर्ष भइसक्यो। सो बिहा गरेको जस्तै भनौँ होइन, त बिहा पनि बिहा गरेको पनि टन्नै भइसक्यो। सो आजको लागि चाहिँ स्पेसल सरप्राइज प्लान गरेको छु। माया चाहिँ काममा छ, म चाहिँ आज वर्किङ फ्रम होम गरिरहेको छु। भर्खरै बाइकमा गएर रोज पनि लिएर आएँ। मायालाई चाहिँ केही थाहै छैन। हल्का बेलुनहरू टेबल माथिबाट देखिँदैन, टेबल तल थोरै राखेको छु। अनि यो फुल पनि राखौँ। केक रेडी छ। माया आएपछि बिग सरप्राइज। आज हामी बाहिर जाने प्लान छ, खाना खान जाने बेला। त्यति बेला माया माथि रेडी हुन्छ होला चाहिँ म यहाँ सरप्राइज गर्छु। अर्को भनेको गिफ्ट मैले दिइसकेको छु, iPhone 17 Pro Max। अनि त्यही भएर मायाले त्यही नै होला गिफ्ट भनेर बसिरहेछ। तर उसलाई थाहा छैन कि मैले नयाँ लाइसेन्स एयरऱ्याप आइडी लिएर राखिदिएको छु। सो बाँकी हेरौँ है त के हुन्छ अहिले रेडी भएर। दिस इज टोटली अ सरप्राइज। मायालाई केही पनि थाहा छैन। माया चाहिँ माथि कपडा चेन्ज गर्दैछ, हामी बाहिर डिनर जाने भनेर। मैले यहाँ टक्क सेटअप गरेर भइसकेँ।